हेलो फ्यामिली, तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज मैले नयाँ भिडियो लिएर आएको छु। आज हामी गणेशपुर पार्क जाँदैछौँ सबै परिवार। अनि म पनि 3-4 वर्ष भइसक्यो गणेशपुर पार्क नआएको। कस्तो छ के छ नयाँ गणेशपुर पार्कमा सबै हेर्नेछु, देखाउने पनि छु। अन्त म भिडियो हेरिदिनु होला है त। हुन्छ, अटो भनिसक्यो हाम्रो छिमेकी अङ्कललाई। हामी चाहिँ जाँदैछौँ अब 4 जना, भाउजू, म, मम्मी, दाइ। हामी निस्किँदैछौँ। हामी चाहिँ अब जाँदैछ अटोमा। अटो पनि आइसकेको छ, हाम्रो छिमेकी अङ्कलको अटो। अब सबै जानेछौँ। बहकी सभी जुबां है, हम हैं हजारों में। अब की कमी जरा है, हर चीज खास है। अब है जो है वो समा है, तुम रह सकी तो रबा है। अब है जो है वो समा है, तुम रह सके। ऐसी जीत अब चाहे जिंदगी, ऐसी जीत अब चाहे जिंदगी है। पार्क पुगिसक्यौँ। अब टिकटबाट भित्र जाँदैछौँ। भित्रको दृश्य देखाउने छु तपाईँहरूलाई। दाइ चाहिँ टिकट काट्दै हुनुहुन्छ। हामी 4 जनाको, अनि हामी भित्र जानेछौँ। सबै भित्र छिर्ने बित्तिकै यति राम्रो सिन हेर्न सक्नुहुन्छ। गार्डन यस्तो मजाको देखियो भित्र छिर्ने। गणेश पार्क पुगिसक्यौँ। दृश्य देख्न सक्नुहुन्छ। एकदम रमाइलो छ यहाँ। हामी जूतिर जाँदैछौँ। जूतिर जूमा के छ सब देखाउने छु तपाईँहरूलाई। कसरी आउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। एकदम राम्रो छ, सबै नै मजाको छ। अब हामी जाँदैछौँ तलतिर। बिहान भएर होला, मान्छे पनि धेरै हुनुहुँदैन, अहिले आउनुहुन्छ होला पछि दिउँसोतिर अलि। अनि हामी जाँदैछौँ आरामले। यस्तो मजाको पिस इन्भाइरोमेन्ट रहेको छ, चारैतिर हरियाली एकदम। 4 वर्षपछि आएँ म पनि, अनि धेरै पछि आएर पनि एकदम राम्रो लागिरहेछ। पार्क एकदम नयाँ नयाँ डेभलप भइसकेको छ धेरै। सबै देखाउने छु हजुरहरूलाई। जू रहेको छ, हामी चाहिँ जूमा आइसक्यौँ। जू मात्रै हो कि के छ अब सब हेर्नेछौँ। हेरेको छु, लिएर हेर्नुहोस्। अजिङ्गर देख्न सक्नुहुन्छ। हाम्रो तुलसीपुरको जू, हाम्रो तुलसीपुरको जू देख्न सक्नुहुन्छ। दुम्सी देख्न सक्नुहुन्छ, दुम्सी। अनि बाँदर, हाम्रो तुलसीपुरको जू तपाईँहरूले देख्न सक्नुहुन्छ। फेरि बाँदर पनि त्यहाँ रहेको छ, भेडे बाँदर। जूमा के रहन्छ नर्मल यतिकै रहेछ। अन्त पार्कको त्यही पनि नर्मल ठिकै छ। तल चितुवा छ अरे, चितुवा हेर्नेछौँ अब हामी गएर। अनि एकदम राम्रो छ चारैतिर। हामी चितुवा भएको ठाउँमा जाँदैछौँ। तल चितुवा तल रहेको छ। अब हामी जाँदैछौँ, हजुरलाई पनि देखाउने छु मेरो चितुवा के छ तलहरू, सबै चिज देखाउने छु। अन्तिमसम्म भिडियो हेरिदिनु होला। हामी जाँदैछौँ, राम्रो छ एकदम शान्त। आज मान्छे हुनुहुन्न खासै। दुई भाइ अब मस्त हेर्दै जाँदैछौँ। म चाहिँ 4 वर्षपछि, दाइ चाहिँ लगभग 9 वर्षपछि आएको छ गणेशपुर पार्कमा। हामी दाइको ससुराले पनि नजिकै छ विवेकको। विवेक तर अहिले ब्याङ्कमा छ, हामीसँग छैन यहाँ चाहिँ। पछि अर्कोचोटि अवसर मिले दाइलाई पनि लिएर आउनेछौँ, दाइ भाउजू सबैलाई। अहिले चाहिँ हामी नै आएका छौँ। अनि सबै यस्तो राम्रो रहेको छ, सिनहरू चाहिँ कस्तो मजाको देखिएको छ आज। सबै अनि हेर्नेछौँ बिस्तारै बिस्तारै। रहेको छ अब नेपालका संरक्षित घरसन्ने जातका वन्यजन्तु त्यहाँ तल रहेको छ। तल हेर्नेछौँ हामी। जरायो सब छ। आएर कस्तो फिल भइरहेछ त? एकदम रमाइलो, शीतल, धौ भई घाम भई मरिरहेको बाबु। क्लियर देखिरहेको छैन, जाली भएर। हेर्न सक्नुहुन्छ सबै भित्र। गाडी चाहिँ सब जनावरहरू खाइरहेका छन्, घुमिरहेका छन्। हजुर म दाइ र
ठुलो मम्मी अगाडि गइसक्नुभयो अब हामी चाहिँ चितुवा हेर्न जाँदैछौँ चितुवा तपाईँहरूलाई पनि हामी देखाउँदैछौँ चितुवा के बाघ त कन्फ्युज भइसक्यौँ हामी अब जे गइस हुन्छ थाहा हुन्छ हजुरहरूले हेर्नुला अनि जे हुन्छ देखाउने छौँ कमेन्ट गर्नुला त बाघ छ कि चितुवा एकदम हिलो छ बाटो सक्नुहुन्छ यता खरायोहरू छन् तर सब भित्र छन् एउटा मात्रै छ त्यहाँ अरू चाहिँ कता छन् भित्र छन् सबै हेर्न सक्नुहुन्छ मयूर पनि रहेको छ यहाँ एकदमै मयूर हेर्न सक्नुहुन्छ मयूर बसिरहेको छ यता खरायो रहेको छ मयूर सक्नुहुन्छ मयूर देख्न सक्नुहुन्छ चितुवा तर केही देखिन्न ऊ लास्टमा सुतिरहेको छ त अलिअलि देख्न सक्नुहुन्छ अलिअलि सुतिरहेछ ऊ त्यसको काम सुत्नेर खाने मात्र हो प्याक गर्दैछ है पाके रहेछ अरू हेर्न सब चितुवा पनि सुतिरहेको थियो तर केही देखेन हामी चाहिँ अगाडि महादेवको त्यहाँ जाँदैछौँ महादेवको चित्र बनेको छ त्यहाँ जाँदैछौँ सबै हेर्नेछौँ हामी देख्न सक्नुहुन्छ महादेवको मस्त कैलाश पर्वत यहाँ बनेको छ कैलाश पर्वत देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम राम्रो पुल एकदम काठको पुल रहेको छ अर्को सिमेन्टको विकास भइरहेको छ तपाईँ विकास एकदम विकास अनि एकदम राम्रो रहेको छ चारैतिर हामी हेर्नेछौँ हामी चाहिँ बोट खेल्ने भनेर त्यहाँ सोध्न जाँदैछौँ त्यहाँ हो कि नै बोटको टिकट काट्ने ठाउँ भनेर हामी जाँदैछौँ आज रमाइलो भइरहेको छ पसिना पनि आइरहेको छ एकदम रमाइलो पनि भइरहेको छ होइन जान सोध्न कति के हो हङ्गर स्टेसन टिकट काट्ने मान्छे नभेटाएपछि हामी त्यहाँ माथि पिङ रहेको छ पिङ खेल्न जाँदैछौँ अनि अब हामी पिङ खेल्नेछौँ सबै देखाउनेछु हजुरहरूलाई जति शीतल भए पनि पसिना आउन छोड्दैन पसिना चाहिँ नआइरहेको छ कृपया रेलिङभित्र जान निषेध गरिएको छ पिङहरू छ यहाँ तर यहाँ पनि ताजा लगाएको छ खेल्ने भनेको केही खेल्न पाउँदैनौँ चढ्न पाउँदैनौँ जस्तो छ आज सायद मान्छे धेरै नभएपछि चल्दैन होला बोट अनि यहाँ चाहिँ यस्तो राम्रो त्यो रहेछ देखाउने छ हजुरहरूलाई हामी चाहिँ चढ्दैछौँ बोटमा मैले चाहिँ सेपरेट ड्रेस लगाइसकेँ अब जाँदैछौँ हामी बोटमा सर र कस्तो बसिरहेका छौँ ढुङ्गामा भाउजू पाइदल हान्दै हुनुहुन्छ यहाँ फेरि म पनि पाइदल हानिरहेको छु सब बसिरहेका छन् आरामले सिधा गरौँ अब हेर्न सक्छ यस्तो मस्तको छ आरामले मजा आइरहेको छ कस्तो भइरहेको छ ठुलोमा पहिलोचोटि ढुङ्गा चढेर ठुलोमा डरले थरथर काँपिरहनुमा छ भाउजू र म एकदम माने जिम्मेवारीको काममा छौँ भाउजू र म मस्त ढुङ्गामा छौँ हामी चाहिँ कस्तो पैदल हानिरहेको छु म चाहिँ बोटिङ चढिरहेको छु टिकट एकदम सस्तो रहेछ तपाईँहरू पनि चढ्न सक्नुहुन्छ एकदम चिप प्राइस रहेछ 50 रुपियाँ मात्रै आनन्द आइरहेको छ मम्मी तार्नु ढुङ्गा चलाउनुको 10 यस्तो हेर्न तपाईँले देख्न सक्नुहुन्छ घुमाउनु हेन्डिल कहाँ घुमाउने जस्तो यही त हो नि मम्मी तार्नु होइन हेर्न सक्नुहुन्छ सब मस्त ड्राइरहेका छन् आरामले एकदम ड्रन भएको छ यस्तो पर्नु खिच्न ड्राइभर बनेको छ आज हेर्नु साथीहरू हामीहरू त डुङ्गा चढाइरहेको छौँ मम्मी र त्यहाँ एकदम डराउनु भएको छ हाम्रो क्याप्टेन बनेको छ हामी चाहिँ एकदम क्याप्टेन अङ्कित बाबु र म चाहिँ सब क्याप्टेन भाइस क्याप्टेन र भाइस क्याप्टेन भरे म चाहिँ यहाँ छु
मिनट भयो ठिक छ एउटा तालमा छैन डरले पुरै नजिस्क्यो नि त्यो फोहोर पानी ठोकिदिन्छु भित्तामा एकदम हामी अब मस्त गीतले पसिना मजा चलिरहेको छ भाइको धेरै आरामले छौँ यहाँ मजाको छ मौसम अहिले चाहिँ भाउजू हुनुहुन्छ क्याप्टेन अहिले चाहिँ भाउजू हुन्छ क्याप्टेनमा यता दुइटा डरले त्रास छन् बोट ढल्न सक्छ भनेर पानी साफ रहेको छ यहाँ हेर्नुहोस् ठुलो साँप रहेको छ पानी अब जाँदैछौँ उता एउटा पुल रहेको छ त्यहाँ चाहिँ हामीले बोट खेल्दा खेल्दा साँप देख्यौँ तपाईँहरूले पनि भिडियोमा देख्न सक्नुहुन्छ साँप हामी चाहिँ अब त्यहाँ जाँदैछौँ यसो हेर्न हल्का पुलतिर फोटो खिच्न अनि सब देखाउने छु हजुरहरूलाई पनि हामी चाहिँ यहाँ छौँ यस्तो तल पनि हेर्न सक्नुहुन्छ दामी रहेको छ निलो त्यो जरायोलाई अट्याक गरेको हो क्या त्यो अनि रमाइलो रहेको छ यहाँ चाहिँ आरामदायक त्यहाँ पछाडि बाघ पनि हेर्न सक्नुहुन्छ बर्दियाको बाघ यहाँ आइसकेको छ गणेश पार्कमा अब चाहिँ हामी केही बेरमा निस्किने छौँ अब अरू के हुन्छ सब देखाउने छु हजुरहरूलाई अन्तिमसम्म भिडियो हेरिदिनु होला आई लभ फिस पार्क आई लभ राप्ती फिस पार्क देख्न सक्नुहुन्छ हामी त्यहाँ एकसँग यस्तो हरियाली मजाको रहेको छ हामी घरतिर लाग्दैछौँ गणेश पार्कबाट अब हामी रिटर्न घरतिर जाँदैछौँ राम्रो छ हजुरहरू पनि भिजिट गरिदिनु होला आएर निस्किँदैछौँ गेट भएर रमाइलो थियो रमाइलो सकिसक्यो अब हामी गणेश पार्कबाट जाँदैछौँ अटोतर्फ बहकी सभी जुबां है हम हैं हजारों में अब की कमी जरा है हर चीज खास है अब है जो है वो समा है तुम रह सकी तो रबा है अब है जो है वो समा है तुम रह सके गणेश पार्कबाट पनि आइसक्यौँ आजलाई भिडियो यहीँसम्म फेरि अर्को भिडियोमा भेट्नेछौँ है त